सान्भी इनर्जी लिमिटेडले जेठ 9 गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँड पश्चात अब सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले प्रतिकिता 100 रुपैयाँ अङ्कित मूल्यका 24,15,30,000 रुपैयाँ बराबरको 24,15,300 किता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो। यसअघि कम्पनीले 8,80,00,000 रुपैयाँ बराबरको 8,80,000 किता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका र 2,91,00,000 रुपैयाँ बराबरको 2,91,000 किता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरूका लागि निष्कासन गरेको थियो। त्यसैगरी कम्पनीले 1,45,500 किता सामूहिक लगानी कोषहरूका लागि र 58,200 किता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि बाँडफाँड गरेको थियो। कम्पनीले निष्कासन गरेको आइपिओमा न्यूनतम 10 किताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा 20,000 किताका लागि आवेदन दिन सकिनेछ। निष्कासन बन्द छिटोमा जेठ 13 गते हुनेछ भने ढिलोमा जेठ 23 गते हुनेछ। आइपिओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ्स नेपालले कम्पनीलाई केयर NPBB+ इस्युआर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको सङ्केत गर्दछ। कम्पनीले प्रवर्धन गरिरहेको 7.6 मेगावाटको जोगमाई खोला साना जलविद्युत आयोजनाको कुल लागत 1,57,29,52,544 रुपैयाँ रहेको छ भने प्रति मेगावाट लागत 20,69,67,440 रुपैयाँ रहेको छ। सो जलविद्युत आयोजनाको विद्युत अनुमति पत्र 23 वर्ष 1 महिना बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि 5.53 वर्ष रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि 8.29 वर्ष रहेको छ। त्यसैगरी निर्माणाधीन 5.2 मेगावाटको जोगमाई क्यास्केड जलविद्युत आयोजनाको अनुमानित कुल लागत 1,91,13,544 रुपैयाँ रहेको छ भने अनुमानित प्रति मेगावाट लागत 19,40,60,192 रुपैयाँ रहेको छ। सो जलविद्युत आयोजनाको विद्युत अनुमति पत्र 30 वर्ष 11 महिना बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि 6.73 वर्ष रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि 11.10 वर्ष रहेको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल SBI मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी-आस्पा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू तथा CDS एन्ड क्लियरिङ लिमिटेडले निर्माण गरेको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी सी-आस्पा प्रणाली मार्फत आवेदन दिन सकिनेछ।